नेपालकी 10 चर्चित नायिकाहरू कसको उमेर कति? नम्बर 1 प्रियंका कार्की। मिस टिन नेपाल सन् 2005 की विजेता प्रियंका कार्की नेपाली फिल्म इन्डस्ट्रीकी क्वीन मानिन्छिन्। उनले छक्का पञ्जा जस्ता सुपरहिट चलचित्रमा अभिनय गरेर अपार लोकप्रियता कमाएकी छिन्। विक्रम सम्वत 2043 साल फागुन 15 गते काठमाडौँमा जन्मिएकी प्रियंका यस वर्ष फागुन महिनामा 39 वर्षमा प्रवेश गर्दैछिन्। नम्बर 2 रेखा थापा। पुरानी चर्चित नायिका रेखा थापा 200 भन्दा बढी फिल्ममा देखिएकी छिन्। दशकौंसम्म शीर्ष नायिकाको सूचीमा रहँदै आएकी रेखा थापा 2039 साल भदौ 5 गते मोरङमा जन्मिएकी थिइन्। अहिले उनी 43 वर्षकी छिन्। नम्बर 3 स्वस्तिमा खड्का। बुलबुल फिल्मले अन्तर्राष्ट्रिय स्तरमा चिनिएकी स्वस्तिमा निर्देशक तथा नायक निश्चल बस्नेतसँग विवाह गरेर पावर कपलको रूपमा पनि परिचित छिन्। 2052 साल असार 20 गते काठमाडौँमा जन्मिएकी उनी अहिले 30 वर्षकी छिन्। नम्बर 4 केकी अधिकारी। शिक्षित नायिकाको रूपमा चिनिने केकीले MBA अध्ययन पूरा गरेकी छिन्। 2046 साल पुस 2 गते काठमाडौँमा जन्मिएकी उनी पुस 2 गते 36 वर्षमा प्रवेश गर्दैछिन्। नम्बर 5 मिरुना मगर। मिरुना मगर कबड्डी 4 र जारी जस्ता ब्लकबस्टर चलचित्रकी नायिका हुन्। शिक्षित कलाकारका रूपमा चिनिने मिरुनाले युकेबाट MA अध्ययन पूरा गरेकी छिन्। उनी 2051 साल साउन 3 गते हङकङमा जन्मिएकी हुन् र हाल 31 वर्षकी छिन्। नम्बर 6 पूजा शर्मा। प्रेम गीतबाट सुपरस्टार बनेकी पूजा 2049 साल वैशाख 18 गते सिन्धुपाल्चोकमा जन्मिएकी थिइन्। उनी अहिले 33 वर्षकी छिन्। उनी मङ्सिर 20 गते प्रेमी युद्ध बानियासँग विवाह बन्धनमा बाँधिएकी थिइन्। नम्बर 7 जसिता गुरुङ। युकेमा बाल्यकाल बिताएकी जसिताले छोटो समयमै अपार लोकप्रियता कमाएकी छिन्। उनी 2053 साल जेठ 3 गते पोखरामा जन्मिएकी थिइन्। हाल उनी 29 वर्षकी छिन्। नम्बर 8 नम्रता श्रेष्ठ। सानो संसार फिल्मबाट स्टार बनेकी नम्रता श्रेष्ठ 2042 साल जेठ 32 गते धरानमा जन्मिएकी थिइन्। उनी अहिले 40 वर्षकी छिन्। नम्बर 9 आँचल शर्मा। शत्रु गते जस्ता हिट फिल्ममा अभिनय गरेकी आँचल शर्मा 2051 साल चैत 4 गते काठमाडौँमा जन्मिएकी थिइन्। उनी अहिले 30 वर्षकी छिन्। नम्बर 10 वर्षा शिवाकोटी। पशुपति प्रसादबाट चर्चामा आएकी वर्षा शिवाकोटी 2049 साल चैत 24 गते विराटनगरमा जन्मिएकी थिइन्। उनी अहिले 32 वर्षकी छिन्। चैत महिनामा 33 वर्षमा प्रवेश गर्दैछिन्। र 10 नायिकामा तपाईलाई सबैभन्दा मनपर्ने नायिका को हुन् कमेन्टमा लेख्नुहोला अनि भिडियोलाई लाइक गरेर हाम्रो आइडीलाई फलो गरिदिनु होला। धन्यवाद।